वेलकम छ। अनि आजको दिन चाहिँ यसरी सुरुवात हुन्छ। भर्खरै उठेर मुख धोको होइन। अब आजको दिन चाहिँ यस्तो स्टार्ट हुन्छ। हेरिदिनु होला, माया देखाइदिनु होला। अहिलेबाट लगाइदिनु ल। उता रेडी भइसकेको अवस्था। आजको भिडियो कस्तो हुन्छ हेरिदिनु होला। अनि के आउँछ मगरलाई चाहिँ माया देखाइदिनु होला। अनि केटाहरू चाहिँ अब आउँदैछ। केटाहरू चाहिँ भर्खरै खानासाना खायो कि खाएन थाहा भएन, तर केटाहरू चाहिँ कल गरिरहेको थियो। लेकिन 1 सेकेन्ड। अनि म आउन लाग्यो, घर आउनु लाग्यो, तेरो घर आउनु लाग्यो टाइपको कुरा गरिरहेको थियो। अनि ल आइज नि त भन्ने। अनि उताबाट साथी पनि आउँदै पिछे साथी पनि। पहिला चाहिँ यतै बस्थ्यो, अहिले चाहिँ ललितपुर साथी बस्छन् कि अहिले ललितपुर बस्छन्। त्यही हो, साथीसँग पनि धेरै भयो नभेटेको आफ्टर लङ टाइम होइन। तर नोसी भेटेको छैन नि त, अब चाहिँ भेट्नेवाला छु। त्यही हो, कस्तो हुन्छ माया देखाइदिनु होला। के भन्ने जे पनि भन्यो ल ल अहिले भेटौँ है त। कुर्ता फाइनल्ली हाम्रो मन्नु म्यान आइसकेको छ है। मन्नु म्यान देख्न सक्नुहुन्छ। ओ मन्नु म्यान, व्हाट्सअप म्यान, व्हाट्सअप डुड। हाम्रो मन्नु म्यान, व्हाट्सअप मन्नु म्यान, व्हाट्सअप मन्नु म्यान। खै कहाँ गयो हो, खै त खै पार्टी खै। कस्तो कस्तो भयो त हिजोको ब्लग? ल साथी, धेरै पछि लकडाउन नसी साथी सन्चै हो साथी। ल विजय, मैले अघि नै भनिसकेँ विजय साथी यता बस्थ्यो ललितपुर यताउति होइन, ललितपुर बस्थ्यो भनेर लिइसकेको। आउन भित्र यसो अपडेट आइसक्यो। ल अहिले भेटौँ लगाइ। ल साथी, धेरै पछि लकडाउन नसी साथी सन्चै हो साथी। ल विजय, मैले अघि नै भनिसकेँ विजय साथी यता बस्थ्यो ललितपुर यताउति होइन, ललितपुर बस्थ्यो भनेर लिइसकेको। आउन भित्र यसो अपडेट आइसक्यो। ल अहिले भेटौँ लगाइ। हाम्रो निस्किनु पर्ने हुन्छ जस्तो छ। आमाको के त पो स्कुल निकाल्दैछ दोस्त। सब्सक्राइबर के कुरा, अनि सब्सक्राइब कति 355 जति भएको भनौँ, 355 जति। बिस्तारै बिस्तारै बढिरहेको। माया देखाउनु पऱ्यो। ट्याक्कै एकै एमजिआर मगर भ्लगलाई चाहिँ गर्नु पऱ्यो, माया देखाउनु पऱ्यो। तिमी पनि साथी के गरिरहेको? 1 गतेबाट छोडिसक्यो गाडी साडी छोडे। अब जानुपर्ने खाडी। कुन ठाउँ जानु साथी? खै मेन पावर बुझेर आएको। खाडी नै जाने कि युरोपतिर? खाडी नै होला, दुबईतिरै जान्छु होला सायद। दुबई जाने, दुबईबाट युरोप 4 दिन 1.5 वर्ष बसेर। सही हो, यति चाहिँ हुनुपर्छ यार। म पनि अब धेरै छैन, मैले पासपोर्ट बुझिसकेँ। कुन देशको लागि अप्लाई ए सरी भन्नु न। कुन देशको लागि अप्लाई मैले त साथी के भन्छ अरे भन्दा चाहिँ सुरुमा होइन, अनि पछि अब घटाएर 9.5सम्म गरिदिन्छु टाइपको कुरा भयो। 7-8मा हुन्छ। त्यही हुन्छ के अरे साथी। अब खै कस्तो होला, अब किनभने त्यति नै भन्छ। कममा होला म सायद, पेट्रोल पम्पमा। सही साथी, ढुक्क गर्ने जहाँ गयो नि गर्नै हो साथी, गर्नु पऱ्यो। ल अहिले भेटौँ लगाइ। ल ल कस्तो दाम देखिँदो रहेछ त यार क्यामेरामा त। अलिक यस्तो क्यामेरा नि दादा दादा रे दादा होला भाइ। मजा आइरहेको छ गाइस। अब हामी चाहिँ हाम्रोबाट जाने पर्ने हुन्छ। हिजो नि भ्लग गराएँ, अब आज नि भ्लग आउँछ कि जस मैले हप्तामा चाहिँ 2-3टा भ्लग चाहिँ हाल्छु, जसरी नै हाल्छु कि यो चाहिँ पुरा गर्नै पर्ने हुन्छ। किन भन्दाखेरि त्यो गरेन भने चाहिँ म डिसिप्लिनमा भयो जस्तो आफूलाई फिल हुँदैन। त्यही भएर डिसिप्लिनको लागि मैले अब हप्तामा 2-3टा भिडियो हाल्छु भनेपछि म कम्प्लिटली 2-3टा भिडियो हाल्छु कि हप्तामा। अब डेली चाहिँ भन्न सक्दिनँ, जस 1 हप्तामा चाहिँ हाल्नुपर्ने हुन्छ। त्यही हो। आजको मौसम नि ठिक्क राम्रो भयो। हिजो कस्तो भयो भन्दाखेरि हिजोको भ्लगमा त्यो इन्डिङ पनि राम्रोसँग हुन पाएन नि त। अब माथि गएर त्यो के भन्छ अरे फोन पनि अफ भयो नि त, स्विच अफ भयो फोन। अनि त्यो देखाउँदा स्विच अफ भयो। त्यसपछि मैले फोन पनि राखिदिएँ अनि डाइरेक्ट घर आएँ। पुरै भिज्दै आएको थिएँ कि यो पुरै भिजेको थियो। अनि मैले सुकाएर फेरि लगाएको हो कि त्यही हो केटा। अब चाहिँ हेर्दिनु होला भिडियो। Peace out, baby.
दादाको डेस्टिनेसन चाहिँ अब भइरहेको छ देखाइहाल्छ केटाहरू पारा क्या हो गाइजहरू यस्तै छ ल अहिले भेटौँ ल बाई बाई खोजेको काम हो राम्रो बसेदेखि सक्दैन म मान्छे एकदम चाम्रो पारा एकदम दामी हामी मान्छे पनि हामी नामी नामी हाम्रो केटाहरू सबैजना हरामी हरामी गरिदिन्छ यहाँ क्राइम हरामी गरिदिन्छ यहाँ क्राइम हरामी गरिदिन्छ यहाँ क्राइम माफी पाउँदैन स्पाई लाक्साइड माफी पाउँदैन स्पाई लाक्साइड तैँले दाइसँग किन खोजिस् तैँले न्यु तेरो भन्दा खतरा मेरो हुँछ जिउ खाएर आइदो सक्दैन खोज्न न्यु आज तँलाई कुकुरी बनाइदिस् पिस पिस आज तँलाई कुकुरी बनाइदिन्छु पिस पिस बारा एकदम खतरा मान्छे रिक्स तैँले दाइसँग किन रिक्लिस आज तँलाई कुकुरी बनाइदिन्छु पिस पिस सुनिस् पिस पिस प्लिज प्लिज कुरा नगर तैँले प्लिज प्लिज इस इस तँलाई दिन्न मैले इस इस रिस रिस हल्का मेरो दिमागमा छ हल्का रिस रिस पिस पिस माछा जस्तै चिस चिस गर्छिस चिस मलाई बाल म आफ्नै तालमा यहाँ बसिरहेको गीत हल्का फुल्का साथीले यहाँ गाइरहेको मैले ऱ्याप फान्दा त किन पर गइरहेको पानी पानी उस हुन लागिसक्यो पानी आउनु लागिसक्यो त्यहाँबाट पानी परिरहेको छ हजुर दोस्त ल साथी कहाँ साथी जुम गरेर ए ल लेसन है एउटा दामी दियो नि त टाइटलै लेसन भनेर हालिदिनु पर्छ Oh my god! Wow! खोला हामी त खोल्दिन है पानी रोकियो गाइस खोला न होला पानी रोकियो गाइस रोकिसक्यो रेनकोट डिकी भित्र हाल ल लेकिन एक सेकंड तल चाहिँ छैन क्या परे रेनकोट हाल्दा भित्र जान्छ हामी चाहिँ नखोल्ने केटाहरु हामी चाहिँ नखोल्ने भाइ जस उल्टी गिल्टी सुरु भइसक्यो लुत्रुक परे उयोसम्म हो कि तल पर्दैन हो साथी Oh my god! Wow! पानीमा भिज्दै गयो रेनकोट लाएको खेल्थ्यौ न त के भयो किन हो किन पानी पर्दैन कि तल तल पर्दैन कि पानी पर्छ साथी पर्दैन पानी पर्दैन अघि नै पर्दैन जस्तो लागिरहेको थियो नि त त्यही भएर भने अब फिक्स पर्दैन के ओइ ज्याकेट त भिजा छैन क्या के भएन सब क्लिप काटिन्छ के यस्तो के चाहिँ नहालिदिने भनिदिरहेको है भ्लग बनाएको मजै आएन नि त बनाइरहेछ होइन हामीले भ्लग त बनाइदियो उसको मुख नछाडी भन न दोस्त
जानुपर्ने हुन्छ ल मुजी अब दुःख पाइयो फेरि पानी पर्यो हल्का छोटी किलो चाहिँ हालिदिन्छु अब नलगाउँदै पानी रोकिसक्यो अघि खोल्नु पर्ला ल अब पानी पर्यो अब हामी उतै गएर भेटौँ है ल गाइस घर आइसकेको अवस्था होइन त्यो घर आएर अब खानसाना खानु लागेको अवस्था हुन्छ मेरो यहाँ डिसहरू छ यो भयो के भन्छ अरे यसलाई काँक्रा भयो अनि यो चाहिँ फर्सी भयो यो चाहिँ पापड भयो होइन यता दाल छ त्यही हो अनि यो चाहिँ पानी भयो त्यही गाई यो चाहिँ मेरो छ्यामाले पठाइनु भएको छ्यामालाई चाहिँ धेरै धेरै धन्यवाद दामी छ यार तर यो मिठो छ अनि अघि नै के भयो भन्दाखेरि गजेन त माथि हामी अघि नै के भयो भन्दाखेरि हामीमा गजेन त माथि अनि पानी परेर थियो अनि रेनकोट लगाएपछि फेरि एकछिन जस्तो पानी खोलेको त पानी फेरि पर्दिएर पानी सुकेको थियो कि बिस्तारै अनि केटाहरू क्या हाँस्दिरहेको रेनकोटको पानी परेको थियो रेनकोट लगाएँ अनि त्यसपछि रेनकोट लगाएपछि एकछिनपछि फेरि अनि तलतिर आएँ कि तलतिर आएर फेरि अनि पानी पर्दैन होला भनेर अनि रेनकोट खोलेँ मैले रेनकोट खोलेँ डिक्कीमा हालेँ केटाहरू भ्लग गराएको थियो मेरो 81 ल फेरि पानी पर्दिरहेको क्या अलि अगाडि गएको त पानी पर्दिरहेको हाँस्दिरहेको छ केटाहरू त्यसपछि अनि फेरि रेनकोट लगाएर अनि आगो टोलतिर पानी नपर्ने रहेछ फेरि रेनकोट खोलेर अनि भर्खरै घर आएर खानासाना खाएर अनि छ्यामाले के अरे तरकारीहरू पठाइदिनु भएको रहेछ एकदम थ्याङ्क यू छ्यामालाई अनि मिठो रहेछ अनि त्यही हो गाइस त्यस्तो भएको पिसा बेबी खाएर बसेको खाना खाएपछि फेरि ब्राउनी खानुपर्छ दामी छ गाइस आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला अनि के एमजिआर मगालाई चाहिँ नयाँ देख्नुलाई भन्दै आजको भिडियोबाट यही भिडियो आउन चाहन्छु